गाइस आज हामी गोदावरी जान थालेको जाम लास्टै जाम गाइस हामी सुत्न आँटेको अब हामी एक दिन रात सुतेर उठ्छौँ हेर्नु है कति जाम छ टु मच जाम गाइस 2 घन्टा भइसक्यो यहाँनिर बसेको हेलो यहाँ आँखा दुखिसक्यो वेट गर्दा गर्दा मतलब जाममा तिम्रो त आँखा माथि टल्किँदैछ त जति जाम भए पनि प्रियङ्काले आँखाको सुन्दरता चाहिँ हटाउँदैन हट्नु हुँदैन त्यो भनेको पावर हो जस्तै लक्ष्मी म्यामले चस्मा लगाउनु भएको छ चस्मा निकाल्नु हुँदैन किनकि न्यु इयरदेखि उहाँले सुरुवात गर्नुभएको छ चस्मा लगाउनु निकाल्नु हुँदैन मेरो आँखा धेरै राम्रो छ नि त एकदम ब्याट्री गाह्रो भयो के नहुनुपर्ने गाइस हामी जाँदैछौँ गोदावरी आज गोदावरी जाने को हुनुहुन्छ साथीहरू कमेन्ट गर्नु होला लाइक कमेन्ट कपिलिङ गाइस आधा घन्टा भइसक्यो हामी पुगेको छैन जाममै छौँ त्यही भएर अहिले हामी गीत सुनेर इन्जोय गर्दैछौँ ट्याक्सीमा We are listening song. Enjoying song. Enjoying song. उहाँ चाहिँ गीत सुनेर इन्जोय गरेर सुत्नु भएछ जाम जाम यस्तो जाम कि गाइस यस्तो जाम छ के भन्ने मान्छे पछाडि अगाडि गाइस हेर आज गोदावरी जानेको भिड ओ माई गड टिकट काट्नु नि पालो पाइएला जस्तो छैन त हो साथीहरू आज यो भिड आज जाममा को पर्नु भयो यो गोदावरी आउँदा 1 घन्टैदेखि छौँ हामी आज गोदावरीमा भिड ओ माई गड तिमीहरू त हराएनौ नि आज त गाइस हिँड्ने ठाउँ पनि छैन प्याक छ प्याक हेर्नुहोस् गोदावरीमा मेला लागिरहेछ मेला मेला बहिनी थाहा नै छैन भिड छ मेलामा त पनि पाउँदैन थाहा नै छैन आज हामी जाने बेला 4 जनासम्म आउँदासम्म कतिजना फर्किन्छौँ थाहा छैन हराएर त्यस्तो नभनिदिनु गाइस मान्छे हेरौँ मान्छे यस्तो हामी पनि त केही काउन्टिङमा छौँ कति धेरै मान्छे हो ब्लग हामीले पनि कलेक्ट गरेर बनाउनु है ओके we should also included यहाँ साइड पागलै भइसकेको थियो हिँडेर काम फाइनली गोदावरी पुग्यो यस्तो पार्क मान्छेको भिड हाम्रो पनि कुन छ र राम्रो हामी पनि यस्तो कन्डिसनमा छौँ अहिले अब हाम्रो टिकट भयो गाइस टिकट भयो 4 जनाको 1 जना 2 जना 3 जना 4 जना फाइनली हामी भित्र पुग्यौँ गाइस टिकट काटेर फाइनली हामी गोदावरीमा पुग्यौँ गाइस भित्र पछि यहाँ त देखाउनु पर्दैन पछि हेर्छ नि त टिकट मान्छे आउँछन् नि लौ 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 आज त फोटो पनि कहाँ खिच्ने हो ठाउँ पनि छैन हेर्नु न सबै ठाउँ प्याक छ आज फोटो कहाँ खिच्ने भिडियो कहाँ बनाउने रहेछन् है यस्तोको यहाँबाट पछाडिबाट देखिदिन्छु त्यहाँ हेलो गाइस कसले चिन्नु भयो उहाँलाई सुभाषको मम्मी उहाँ हाम्रो बहिनी पानी भर्दै हुनुहुन्छ पानी प्यास लाग्यो धेरै
गरिब भन्न गरिब भन्न आज त टिकटक भिडियो फोटो खिच्ने ठाउँै छैन साथीहरू कहाँ बनाउने यो भिडमा को हुनुहुन्छ आफूलाई चिन्नु है सबै सबजनाले लाइक कमेन्ट सेयर गरेर यो भिडियोलाई भाइरल बनाउनु गाइज यो फललाई हजुरहरूको तिर के भन्छ कमेन्ट गर्नु ल हाम्रोतिर चाहिँ किर्मुडा भन्छ यसलाई यो फललाई हजुरहरूको तिर के भन्छ हेर्नु न कति धेरै फलेको छ गोदावरीमा खाने भए आउनु ल साथीहरू खाना त आज धेरैले खानु भएको होला गाइजहरू हेर्नुहोस् यहाँ त टोइलेटको लागि पनि लाइन छ आज गोदावरीमा यो लाइन के को होला गेस टोइलेटको लागि तपाईँहरूले पालो पाउनु भएको छैन टोइलेट जान अनि गोदावरी घुमेर सक्यो अब हामी फर्क्यौँ 5:30 बजी फर्किँदैछौँ हामी बस पाउँछ कि पाउँदैन थाहा छैन साथीहरू सेल लागेको छ है किन्न आउनुहोस् गोदावरीमा हेर्नु गाइज कस्तो राम्रो सनसेट कतिको प्याक रहेछ लक्ष्मी आज माइक्रोमा सिट नभएर भुइँमा बस्नु परिरहेछ हामी यस्तो भुइँमा बसेछौँ गाइज मान्छे कति छ हेर सबै देखिरहेको छु ल बोलिदिनु त दाइ हेलो गाइज टु माई च्यानल ब्लग जाम कति हो जाम साह्रै जाम ओहो यस्तो बस्नु परेको छ हेर हामी भुइँमा यसरी बसेका छौँ सबै यसरी उठेका छन् हामी यसरी बसेका छौँ यस्तो सोचे पनि थिएन लाइफमा फर्स्ट एक्सपिरियन्स हो यो हाम्रो होइन कस्तो लागिरहेको छ त आज जाममा को पर्नु भयो साथीहरू आज कस्तो भयो त लक्ष्मी प्यान्ट हजुर आज कस्तो भयो तर अहिले आउने बेला चाहिँ एकदम बिजोग भयो आज अर्को पार्टमा भन्नेछु है आज गोदावरीमा कस्तो भयो त के भयो अब के भयो भने नेक्स्ट पार्टमा ल आजको गोदावरी कतिको रमाइलो भयो कस्तो भयो आजको अवस्था गोदावरीमा पुरा राम्रै नै रह्यो तर अलिक फर्किने बेला बिजोग भयो गाडीहरू नपाएर एकदमै आज मान्छे कति धेरै हो काठमाडौँभरिका मान्छेहरू आज गोदावरीमै आएको कि के आज जामा को पऱ्यो साथीहरू कमेन्ट गर्नु होला सबैजनाले कति दुःख पायो कति दुःख पायो गाइज बिस्किट जात्रा हिँड्दै बेहाल भइसक्यो साथीहरू कति हिँड्ने अब रुम पुग्न थालियो अब रुम पुगेछौँ देखाउँछु ल फाइनली गाइज रुम पुग्यो भाग्यमानी भाइ लक्ष्मीको रुम पुग्यो साथीहरू आज रुम पुग्यो गर्लफ्रेन्ड भेट्न गएको थिएँ अरे मेरो भ्लग मार्फत मेरो भाइलाई मन पराउने लाइक कमेन्ट गर्नु होला है मेरो भाइ कति ह्यान्डसम छ हेर्नु त साथीहरू दिदी यति राम्री भएपछि भाइ नराम्रो होला त चान्सै भएन कति राम्रो छु म आहा मलाई देखेर त मलाई खान मन लाग्छ भन्थ्यो त्यस्तै हो भन्दै थियो लक्ष्मीले